हाई एभ्रिवान, तपाईहरुलाई फेरि पनि मेरो युट्युब च्यानलमा स्वागत छ। अनि यहाँ देखिरहनु भएको छ मेरो पिछाडी है अस्तिको जुन त्यो मैले तपाईलाई भिडियोमा पहिला पनि देखाएको थिएँ एरिया बारी। अहिले घरि चाहिँ यहाँ धमाधम काम हुँदैछ। हेर्नुस् है, यहाँनिर जुन डेमो प्लटको लागि डल्ले खोर्सानी रोप्नुको लागि यहाँनिर हामीले बाहिरबाट हायर गरेको छौँ मान्छेहरू। खतरा खतरा छ बारी खन्नुको लागि। मगाएको फर्स्ट टाइम खन्ने मान्छेहरू पनि छ। यसरी चाहिँ यो डल्लेको लागि चाहिँ यो प्लास्टिक लगाएको छौँ। यहाँ हेर्नुहोस् तकडा तकडा छ। हाम्रो यता समरीको केटीहरूलाई कम नसोच्दा हुन्छ, सबैमा एक्टिभ छ। यी जुनै फिल्डमा पनि खानुमा सानो सानो यङ एजकोदेखिको लिएर यहाँ बुढो पाखाहरू सबैजना एकदम एक्टिभ छ। चाय सेसन हुँदैछ, टी सेसन। नुनको कोले खानुहुन्छ? अनि चिनी छ त, यो चिनी साइडको नुन को खानुहुन्छ? नुन हजुर, नुन को खानुहुन्छ? आज चाहिँ हामी यहाँ बीच गाउँमा हाम्रो मल्चिङको पद्धति लाएर चाहिँ यहाँ डल्ले खोर्सानी उमार्नेको लागि आएको थियौँ। लु बिहानै आउनु बित्तिकै दुईजना खेतालाहरू त लागि नै गयो। अरू चाहिँ खाली नै छ, आउँदैछ दुई तिनजना। फेरि बिस्तारै बिस्तारै जोडिनु हुँदैछ हामीसँग है। डाँडा गाउँबाट दुईजना आइपुग्नु भयो, पल्लो गाउँबाट, यता हाम्रो गाउँबाट। लु है लु आउनुहोस् है तपाईँहरू पनि। के भयो रे दि? खोर्सानी च्याउले गर्दाखेरि उहाँ माइत बस्नु पनि पाउनु भएन रहेछ। लु खतरा मान्छेहरू आइपुग्नु भयो हो। यो प्लास्टिकलाई चाहिँ यसरी जुन यो ड्याङ के भन्छौ त्यस्तोलाई बनायो, ड्याङ बनाएर यस्तो तरिकाले चाहिँ प्लास्टिकलाई छोपेर चाहिँ यहाँ माथि चाहिँ रोपाइ हुन्छ खोर्सानी हुँदैछ। गोइङ अन द प्रोसेस। हाम्रो डेमो प्लान्टको लागि है फिजाउँदैछ यहाँनिर केटीहरूले है। खै छुट्टी त मनाउनु नपाउने रहेछन् है। आज शनिबार र आइतबार पनि त्यही हो। यहाँनिर एग्रोनेटको लागि प्राय बाँसहरू पनि लगाइसकेको छ। अन्त फाँडेर चाहिँ यसरी आएको थियौँ, तर यहाँनिर हाम्रो जग्गा अलिकति अकुपाई भयो है। यहाँ पनि हामीले लगायौँ भने चाहिँ दुई ड्याङ जति प्लास्टिकको लाग्ने रहेछ। त्यही कारणले गर्दा हामी अहिले घरि सबैजना मिलेर चाहिँ यो जग्गा बनाउँदैछौँ। अन्त यो जग्गा बनाएर चाहिँ यहाँनिर पनि दुईवटा जति खन्यो भने चाहिँ दुई पलङ चाहिँ जाने रहेछ। त्यो भनेर चाहिँ हामीले यहाँ साफसफाइ गर्दैछौँ। होइन प्रभातलाई फोन गर्नु न सिधै। साफसफाइ हुँदैछन् हाम्रो।
अहिले पनि काम कुरो चाहिँ हुँदैछ बिचरा हाम्रो इन्द्रदी र यहाँ अन्जना माइजूलाई साह्रो पर्यो ल्या पुरै सिलाइ बुनाइको काम गर्नुपर्ने रहेछ नि त यो एग्रोनेटमा पनि यो डोरी हालेर माथि पनि साडीमा मुजाहरू बना जस्तै लोए सबैजनाले हेर्नुहोस् होला अहिलेसम्म नि काम हुँदैछ बिहानदेखिको हताश नभई निराश नभई है यहाँ काम कुरो गरिँदैछ सबैजनाले आज चाहिँ हाम्रो लगभग दिलो ज्यान दिएर है हाम्रो कम्प्लिट चाहिँ भयो अनि यहाँ पर हेर्नुहोस् ल यहाँनिर चाहिँ हाम्रो त्यो जति पनि काटेको झ्यारहरू राखेको थियो तर त्यसलाई पनि पन्साएर नभनेको पनि 2-3 गरा जति आउँछ है त्यसलाई चाहिँ हामीले पल्लो भेगमा हामीले लगेर फ्याँकिरहेको छौँ र आजको हेर्नुहोस् यो नजारा यो लुक्स हेर्नुहोस् हाम्रो है कस्तो दामी भएको छ अब यसमा डल्ले फल्दा चाहिँ कस्तो दामी हुन्छ होला हाम्रो यहाँ अर्को टिम आइसक्नु भएको छ है डाँडा गाउँको पल्लो गाउँको टिम खतरा खतरा मान्छेहरू आइसक्नु भएको छ यहाँ खोर्सानी ओसार्नुको लागि यहाँ यी समरिकमा वितरण गर्दैछ नि त खोर्सानी है खै उतानिर खै भिडियो गरिदिउँ सबै यहाँनिर चाहिँ आज खोर्सानी रोपाइ हुँदैछ यहाँबाट खोर्सानी वितरण गर्दैछ अनि 5 रुपियाँ गोटा अनि रोपाइ हुँदैछ यसरी डोप डोप खनेर पानी पनि पर्यो यस गर्दैछ आमा ला पानी पर्यो नि हौ हजुर यहाँनिर सरहरूको हालत पत्ला गइरहेको छ कम्प्लिट भइसक्यो रोपाइ यस्तो तरिकाले चाहिँ रोपेको छन्